गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। स्टन्ट गरेर देश बन्छ। स्टन्ट गर्ने युवा हैनौं, काम गर्ने युवा बनौ। त्यसकारण हामी अराजक युवा हैनौं, अनुशासित युवा बनौ। हल्लाको पछि हामी लाग्दैनौं र धेरै जनाले अहिले हामीले देख्छौं धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। एमालेले कसैको घर जलाउन सिकाउँदैन, कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मन पर्छ। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मन पर्छ। ग्लोबल आईएमए बैंक, सबैका लागि बैंक। मैले नेकपा एमालेबाट जब आबद्ध हुने निर्णय गरे, धेरै जनाले मलाई के भन्नु भएको थियो म तपाईहरुलाई सुनाउन चाहन्छु। धेरै जनाले मलाई निरुत्साहित पनि गर्नुभयो। धेरै जनाले भन्नुभयो यो पार्टीमा युवाको लागि ठाउँ छैन, यहाँ क्षमतावान मान्छेहरू छैन, अब जीवन बिगार्यो, राम्ररी कमाई धमाई गरिरहेको, इज्जत कमाइरहेको, काम गरिरहेको मान्छे बेकारमा राजनीतिमा गएर पार्टीमा गएर जीवन बिगार्यो भनेर धेरैले मलाई अनेकन भ्रम छर्ने मात्र हैन, मलाई भड्काउन लागि निरन्तर प्रयास पनि गर्नुभयो। अनि मैले आफ्नो विश्वासमा अडिग रहेर उहाँहरूलाई भने म भर्खरैको युवा हुँ, म भर्खरै राजनीतिमा आफ्नो पाइला चालिरहेको छु। मैले इतिहास बुझेको छु, इतिहास अध्ययन गरेको छु। एमाले थोरै समयको लागि सरकारमा गएको छ, पार्टीहरूलाई कम्पेयर गर्ने हो भने थोरै समयमा सरकारमा गए पनि थुप्रै राष्ट्र विकास, राष्ट्र निर्माण, राष्ट्रवादीका कामहरू गरेका छन्। त्यसकारण म एमालेमा छु। एमालेले कसैको घर जलाउन सिकाउँदैन, कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मन पर्छ। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मन पर्छ। र म यहाँलाई अनुरोध गर्न चाहन्छु, हामी सबैमा योजना छन्, भिजन छन्, स्ट्र्याटेजी छन्, सबैभन्दा ठुलो हामीमा शक्ति छ, किनभने हामी युवा हौ र हामी युवा भएर, उमेरले युवा भएर मात्र पुग्दैन। अबको आवश्यकता हो सक्षम युवाको, असल युवाको, इमानदारी युवाको, जिम्मेवार युवाको र राष्ट्रवादी युवाको र देशका लागि केही गर्छु भनेर हुटहुटी भएको युवाको आवश्यकता छ। यो समाजको आजको आवश्यकता हो र यो हाम्रो आफ्नो पार्टीको पनि आवश्यकता हो। नयाँ ऊर्जा थप्नका लागि, नयाँ भिजन थप्नका लागि र सँगसँगै पार्टीलाई नयाँ आयाम थप्नका लागि पनि युवा, सक्षम युवा, असल युवा र सँगसँगै राष्ट्रवादी युवाको खाँचो छ। त्यसकारण यही मञ्चबाट म यहाँ सम्पूर्ण युवाहरूलाई आह्वान गर्न चाहन्छु, आउनुहोस् हातेमालो गरौँ, आउनुहोस् देश निर्माणका लागि सँगसँगै जुटौँ, आउनुहोस् हामी एकजुट बनौँ, हामीले राम्रो गर्न सक्छ भन्ने उदाहरण बनौँ, आउनुहोस् सबै कुरा त्यागेर हामीले देशलाई अघि सार्नका लागि अघि बढौँ र यसका लागि राजनीति नै गर्नुपर्छ भन्ने छैन है। यसका लागि तपाईँ हामी जुन जुन ठाउँमा छौँ, तपाईँ हामी जुन जुन पेसामा छौँ, जुन जुन क्षेत्रमा छौँ, त्यही क्षेत्रबाट असल भएर देशलाई योगदान पुर्याउने समय हो। आफ्नो प्रोफेसनबाट देशलाई अघि बढाउने समय हो। त्यसकारण
we not just live in the history, हामी इतिहासमा मात्र जिउँदैनौँ, we write the history, and it's the right time to write the history in a glorious way. देशको स्वर्णिम इतिहास कोर्ने अब तपाई हामीमा अभिभार आएको छ। त्यसका लागि आँट गरौँ, त्यसका लागि सपना देखौँ र त्यसलाई पूरा पनि गरौँ। जसले आँट गर्छ, सपना देख्छ, त्यसैले पूरा गर्ने हो। र हाम्रो पार्टी, we work for people, we don't work for short-term results, we work for long-term impact, because we follow the vision, we don't follow the trend. हल्लाको पछि हामी लाग्दैनौँ र धेरैजनाले अहिले हामीले देख्छौँ, धेरैजनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ, अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौँ, काम गर्ने युवा बनौँ। त्यसकारण हामी अराजक युवा होइनौँ, अनुशासित युवा बनौँ। And let's not be the complainer only, let's be the solution maker. समस्या आइपर्यो भने कुद्ने भाग्ने होइन, समस्या आइपर्यो भने समस्यालाई अगाडि जुझ्ने र समाधान गर्ने ल्याकत राखौँ हामी युवाहरूले। Our country needs us. यो देशलाई हामी युवा, सक्षम युवाको खाँचो छ। यो देशलाई असल युवाको खाँचो छ। थुदेया त देख्यो खसा, छिक्पी झी तक्को खत्तो त देश त न्हनि नेक्यो खसा, छप्पो छदी जुगु ई वे दुगुगु दु। Our country needs us. Thank you.